हेलो साथीहरु, गुड इभिनिङ, नमस्ते। हजुर कस्तो हुनुहुन्छ? होप सबैजना राम्रो सन्चै आरामै हुनुहुन्छ होला है। यस्तो शीतल छ यहाँ चाहिँ। हिजो चाहिँ यही रुखको ब्लग हालेको थियो है, सानो। यहाँनिर एउटा गाडी थियो र यहाँ चाहिँ यो चाहिँ निमको रुख हो, दामी शीतल छ। अहिले चाहिँ म रेस्टबाट नै जाँदैछु ड्युटी, फेरि रिटर्न है। फास्टै भोक लाग्दैछ, अब गएर चाहिँ टक्क खाना खाने। हजुरलाई सानो छोटो मिठो मुकबाङ ब्लग दिनेछु है। र अहिले चाहिँ यस्तो गर्मी छ नि साथीहरू, हो भन्नु सक्दैन। पुरा तातो हावा, घाम हेर्नु अहिले 5:30 हुन आँट्यो, यस्तो घाम लागिरहेछ है। हाम्रो इन्डियातिर चाहिँ पुरा पानी परेर मौसम यति दामी भएको छ है। सो हजुरहरूले इन्जोय गर्नुहोस् होला है। अब चाहिँ हामी डाइरेक्ट भेटौँ किचनमा है। र साथीहरू म चाहिँ अब ड्युटी नै आइसकेँ है। आएर पनि ड्रेस पनि चेन्ज गरिसकेँ है। साथीहरू पनि गइसक्यो रेस्टमा, के पाक्दैछ है। अब चाहिँ टक्क बसेर ढ्याक्क भुइँमा बसेर है ड्याम खाने है। अब हल्का सानो छोटो मिठो मुकबाङ गर्छु। र खाना पनि मेरो रेडी भइसकेको छ है। र मेरो सेटअप पनि देखाउँछु है हजुरलाई कस्तो छ। अरबी चावल है, खियार, ओनियन र यहाँ पकाएको अघि पकाएको मासु यहाँ छ है, ग्रेभी। यो चाहिँ मासु होइन, हड्डी हो। धेरै चाहिँ हड्डी छ, मासु यसो एक दुईवटा पिस चाहिँ एक दुईवटा हल्का हल्का बिचमा। सो हजुर म मेरो सेटअप पनि देखाउँछु ल। यो सेटअप चाहिँ यहाँ खाना राख्ने अनि यहाँ क्यामेरा। आम रियली सरी हाम्रो भेजिटेरियन दिदी बहिनी दाजुभाइहरूलाई है। के भन्नु, अब भाइको काम यस्तै छ है। मासु नखाइ नहुने मासु लभर है। सो फर्स्ट बाइट चेस है। परेशान हो गया यानी हामी खाँदाखेरि चाहिँ यसरी खानुपर्छ है साथीहरू है। ढ्याक्क भुइँमा बसेर, टेबल कुर्सीतिर चियरतिर बसेर चाहिँ म त्यति मन पर्दैन। भुइँमा चट्ट पलेटी कसेर है, विदाउट एनी टेन्सन। र साथीहरू मैले चाहिँ है भर्खर खाना पनि खाइसकेँ है। धेरै लामो मुकबाङ बनाएको नि त्यति राम्रो हुँदैन होला है। उतै मेरो बन्धुले काम गर्दैछ, त्यो मेरो साथी हो बङ्गलादेशी है, बालावासी। त्यो चाहिँ मेरो साथी हो है, बङ्गलादेशी। यहाँनिर यिनीहरूले बिल्डिङमा काम गर्दछ। यस्तो छ साथीहरू परदेशी जीवन। सो थ्याङ्क यू भेरी मच फर वाचिङ साथीहरू है। आजको लागि चाहिँ यति नै। हजुरहरूको मायाको लागि हजुरहरूको मायाको लागि धेरै धेरै धन्यवाद है। यसरी नै साथ सपोर्ट दिइराख्नुहोस् होला है सुमनलाई। र सुमनले नि हजुरहरूलाई अभियसली पनि साथ सपोर्ट दिनेछ है। र सी इन द नेक्स्ट मिनट ब्लग गाइज। थ्याङ्क यू भेरी मच फर वाचिङ। बाइ बाइ गाइज, टेक केयर।